हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। गाइस आज हाम्रो कलेजमा प्रोग्राम छ क्या, प्यारेन्ट्स डे के प्रोग्राम छ समथिङ। हामी जान रेडी भइसक्यौँ गाइस। ज्याकेट टी सर्ट लाग्छ कि मैले रेडी भइसक्यो गाइस। अब जान्छु तर यो हेरपिन लगाएको बच्चा जस्तो देखिएको छ। म आज कपाल पनि काट्न लाग्छु कि गाइस, त्यो भिडियो पनि आउँछ बिस्तारै। कपाल काट्छु होइन गाइस, टक्क लाएर आज गएर ल गाइस। अब अर्को फाइनली गाइस अब म जाँदै गर्छु। लेट्स गो अर्को भिडियोमा है, पुगेपछि अर्को भिडियो हुनुहोस् गाइस। ओके, बाई बाई। गालीहरू गाइस, यो दुइटै भन्दा गाली हाँस हेर्नु गाइस। म बाउले भैँसीको मासु खाएको। के अरे भैँसीको मासु बाउनु मेरो भैँसी मासु मेरो खानु भन्दा गाडी यस्तो यस्तो पागलहरू चाहिँ हिँड्नु पर्ने। अब गाडी सत्य भने म मात्रै हो, म र यो सदनहरू भाइरल गरिदिने हो ल। अब सचिनाको पाल भाइरल हुनु। यस्तो बेचा चाहिँ नगरा है, खाएको भिडियो मान्छेले। हेलो गाइस, एउटा चाहिँ त्यहाँ सचिन पागल जस्तो लिएर गएर बस्दा गाइदिनु पोज रे पोज रे। कलेज पुगेर गाइस होइन गर्छु ल गाइस। हेर्नु न, केटाले प्रपोज गर्न आउँदैन, केटीहरू प्रपोज गर्न आउँछ भने मलाई सचिना भन्ने प्रपोज मलाई प्रपोज गर्न आइरहेको छु कि म त्यति राम्रो छु र भनेर भनिदियो त गाइस। त्यति राम्रो छु र म। केटीले प्रपोज गर्न आउँछ, केटी प्रपोज गर्न आउँछ गाइस। के भने यस्तो यस्तो ह्यान्डसम केटा प्रपोज गर्न आउनु पर्ने गाइस मलाई। यति केटा प्रपोज गर्न यस्तै के यस्तै भन्छ गाइस। यो हो क्या चुडेल नि, यो काम नलागेको क्लास के अरे हाम्रो कलेज सबभन्दा बिग्रिया केटी यही हो कि गाइस। हेर्नु यो मुख पनि बादलको चाक जस्तो गाइस। हामी आइपुगिसकेछौँ गाइस टक्क लगाएर होइन। तर आज शनिबार पनि के हुन्छ, आज भ्यालेन्टाइन डे भएर होला यहाँ पनि यस्तो बवाल बनाएको रहेछ। हेर्नु गाइस, भ्यालेन्टाइन डे भएर होला ल मेरो बोयफ्रेन्डको लागि यो चाहिँ यति बजी भ्यालेन्टाइन डेको भएर होला गाइस। सबतिर सजाएको होइन। यो हेर्नु न, हात देखाल्यो यसको अम्ला होइन काटेर गाइस। सैनको बादल खानिदिनुपर्छ क्या। यहाँ पनि जानु पर्छ, यहाँ पनि गएको छु कि म। के गर्नु, आफ्नो बोयफ्रेन्ड छैन के गर्नु मलाई। प्रितमा छु गाइस, प्रितमा गाइस। टक्क लगाएर हामी आइपुगिसकेछौँ गाइस। यो चाहिँ हामी खाजा खान्डो हो यो। हामी कलेज पनि आइपुग्नु लागेको छ गाइस टक्क लगाएर। यो हो कि उता हो
कपाल काटिदिनु चाहिँ मेरो फेभरेट हो क्या गाइस कसैलाई मेरो लागि कसैले केही किनिदिनु पऱ्यो भने यही किनिदियो कि ल त्यति किनिदियो भने म आई एम ह्याप्पी आई एम सो ह्याप्पी गाइस सो ह्याप्पी टक्कलाई हामी कलेज पनि आइपुग्नुलाई चाहिँ गफ गर्दा गर्दा यो चाहिँ मेरो फेभरेट ठाउँ हो टिकटक फेसन गाइस साँच्ची नै मेरो काम नलाग्यो भनेको यो यति ग्रुपमा सोझो रे ओहो यसको अनुहार हेर्दा सोझो जस्तो लाग्छ गाइस सोझो जस्तो लाग्छ यो त बौलो चाहिँ त पैसा चढाएको गाइस उसले आयो पैसा मेरो काजम काजम यस्तै भएको क्या लाइक गाइस यसको दिमाग छैन पनि गाइस होइन किनभने यसको माइन्ड ठिक ठाउँमा छैन त्यसको माइन्ड माइन्डमा पुगेर दिमाग एउटा सही ठाउँमा छैन भन्न खोज्यो कि यही हो गाइस हामी पढ्ने कलेज पनि टक्कलाई आइपुगेको जस्तो छौँ आइपुग्यो गाइस अब हेयर कटिङ गर्नु जाने हामी हेयर कटिङ गर्नुको चाहिँ कहिले दिन अब गइस मेरो काजु कलेज आइपुग्छ गाइस गाड्दाइले भेटौँ न खुल्ला हुन्छ त गाइस अब गाड्दाइलेसँग यस्तो हाई हेलो गरेर जानु पर्ला गाइस ए गाड्दै दर्शन गाड्दाइलाई भेट्न आएको हो गाइस होइन टक्क गाड्दै पुरै प्रितमा भइरहनु भएको रहेछ गाड्दै हेर्नु त गाइस ल ल सबले फोटो खिचेको गाड्दै के रातभरि सुत्नु भएन क्या ए बुढीको तनावले बिचरा के गर्नु कहाँ तिमी ल के भन्नु बिचरा ल कलेज आइपुग्यो गाइस ल हामी अब हेयर कटिङ गर्न जान्छौँ 10 बजी त खालि यस्तो यस्तो भइरहन्छ साथ त्यसको हात हेप्पा भन्नु हुने एउटा चाहिँ भिडियो बनायो गाइस ल म कपाल हेयर कट गर्छु नि भिडियोमा गाइस हाम्रो साथीहरू पनि भेटिसकेको छन् होइन यो हो आइज नि कपाल काट्नु जाऊँ हामी कपाल काट्नु आइपुगिसक्यो काट्यौँ हेर्नु सोध्नु म काट्ने हो कपाल काट्ने मान्छे आएको छैन रे कपाल काट्ने मान्छे आएन रे त्यो भएर हिँड्छ भ्लग बनाइरहेको छु कि हिँड्छु अहिले बदला भाइ बदला अहिले सबको गेज धान्छु कोही आएर चाहिँ केटीहरू ए आएर त गाइस हामी आयो होइन आएर चाहिँ हाल्नु पर्छ म त कोही नलजाऊ है तिमीहरू जहाँ जाने होइन आऊ रात लगाउनु म छु त म हुँदा त लगाउनु पर्दैन तेरो हातको भातमा आइज के बेलाहरू डान्सहरू यस्तो दामी बनाएको छ कि आज रिड मोडल हेर्नु न यस्तो बवाल छ कि गाइस रिड मोडल नाइस नाइस गाइस नाइस यस्तो बवाल बनाएर छ है आज दामी गाइस होइन आज यस्तो बवाल बनाएर छ नि सक भयो क्या नमस्ते बवाल नमस्ते गाइस आज भ्यालेन्टाइन डे होइन भनेर कोही केटा नि भेट्दिनँ यार डान्स हेर्ने हो कि एकछिन अनि जाउँला है अहिले नलजाइकन सबभन्दा अगाडि भेट्ने म हेर्नलाई बवाल गाइस ल बवाल हामी देख्यो नि ल खै पस्दै
बस्दैन आइस आइदैन आइस सबजना है सबजना गाइस सबजना म हराएँ नि त फेरि ल ल भयो भयो गाइस भयो खोलौँ कि क्या हो डान्स हेर्ने अनि चल्दिने यस्तो बवाल बनाएर छ नि गाइस आज होइन सोच्नु नसकेको थिएँ कि स्टेज गाइस स्टेज डान्स सुरु हुनु पऱ्यो क्या अब अगाडि भन्ने अगाडि नबस्ने अगाडि बसेर सिक्दैन त आइज यहाँ लासमा नबस्ने कि लासमा अलि भिडियो बनाउनुपर्छ यहाँ आइज भिडियो बनाउनुपर्छ किन आइज न यहाँ आइज यहाँ यता आइज बस्छु म त यहाँ बस्छ यहाँ बस्छु भएन कति अप्ठ्यारो आज एन्टाइटी है छैन भनेपछि यस्तो भिडियो देखेर बनाना मैंने कीर्ति की पहली बार देखा धन्यवाद एकछिन मात्र भिडियो बनाएर गइहाल्छ हाम्रा अभिभावकजीहरूलाई स्वागत मन्तव्य राख्नका लागि त्यस्तो शिक्षकलाई म अगाडि बढाउँदैछु जसले पहिलोचोटि बच्चा हाम्रो सानो नानी बाबु स्कुलबाट छिर्छ पहिलोचोटि त्यही मान्छेले त्यो बच्चालाई डोर्याउँछ पहिलोचोटि त्यही मान्छेले त्यो बच्चालाई एबिसिडी सिकाउने जमर्को गर्छ पहिलोचोटि त्यही मान्छेले बच्चाको डाइपर फेर्नेदेखि लिएर बच्चालाई सुसु